हेलो सो गाइज वेलकम छ तपाईँहरूलाई न्यू ब्लगमा सबैजना सन्चै हुन्छ एकदम हामी पनि सन्चै छु। आजको यो भिडियोमा चाहिँ केही होइन, आजको यो भिडियोमा चाहिँ गाइज साथीहरू प्लिज यार तपाईँहरू भिडियो त हेर्नुहुन्छ, सपोर्ट केही गर्नुहुन्न, सब्सक्राइब गरिदिनु, लाइक कमेन्ट सेयर सब गरिदिनु होला। आजको भिडियोमा चाहिँ अब दाइले भनिरहेको थियो अस्तिदेखि मलाई भाइ तेरो भ्लगमा हाल्दा पनि ल्याइले भनेर, अब त्यही भएर अब आजको भ्लगमा चाहिँ दाइको किस्मत हो होइन, दाइ घरमा छु नन्दी दाइले के बनाउनु लाग्यो माइला बा? ओ माइला बा के बनाउनु लाग्यो? खिचडी बनाउनु खान बड्डा फेरि त्यहाँ नाइ नाइ खिचडी खान्न बा के नाइ नाइ खान्न बा बड्डा बरु कुखुरा मासुले आज बोलाउनु नि छोड्दैन त्यो मैले त साथी कुरा। अब दाइ घरमा छन् कि नै दाइको किस्मत दाइ दाइलाई भिडियोमा लिने भनेको दाइ घरमै नरहेछ नि, त्यही भएर दाइको किस्मत। अब सबैजना गाइस साथीहरू सन्चो त्यस्तै हो साथीहरू, सबैजनाले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। अब के भनौँ, अब आज चाहिँ गाउँको मौसम दामी भइरहेको छ होइन, मस्त गर्मी, मान्छेहरूलाई जाडो भन्दा मान्छेहरू पुरा उ लगाएर हिँडेर आउँछन्। आजभोलि नि स्वेटर ट्राउजर साउजर सब म जाडो सकियो मलाई त, मेरो लागि जाडो सकिसक्यो। अब कक्षामा सर्टमा जाडो सकियो। कति कुन महिना हो फागुनको 10 गते आएर जाडो सकियो, त्यही भएर यस्तै म त कक्षाबाट सर्टमा आयो एउटा। जाडो अब भएपछि अब जाडो बिहान हुन्छ साथीहरू, कति 7-8 वर्षसम्म हुन्छ क्या जाडो। अब त्यतिखेर त मजाले सुत्या हुन्छु, त्यही भएर थाहा हुन्न। 9 बजीतिर उठ्छु म, 9 साढे 9 कहिले 8 बजीतिर उठ्छु, 8:30 बजी उठ्छु, 9 बजीतिर चाहिँ म काममा जान्छु आफ्नो, त्यही भएर थाहा हुन्न जाडो कस्तो के भन्छ। दिउँसो उठ्छु त्यतिखेर घाम लागिसक्यो हुन्छ। मेरो अङ्कल खाने खाने पुरा अन्टल अङ्कल आज त बिहान बिस्तारै उठाइदियो जस्तो अन्त तिमीलाई दिमागमा कामको भुत चढेर अङ्कल घरदेखि भुलो बनाउँदा आउनु लाग्यो यहाँसम्म जब 3 मिनट पनि भएन यार, 2 मिनटमा पुगिदिन्छु यार म गएँ यहाँ। साउजी हाम्रो रोस्ट बनाउनु लान्छ साउजी हाम्रो ठुलो कडाइमा हुँदा बनाउने साउजी डेक्चीमा बनाइरहेको। तामिल भाषा बोली रानमा बुझ्दैन फेरि कुञ्जो